हेलो साथी हो। यो चाहिँ हैन, यो प्लास्टिकको मार्बल हो हैन। यो चाहिँ चर पानी झर्ने छ है। यो चाहिँ जैन हैन त, जैन यो टक्कै जैन हो। अनि यो चाहिँ यसमा जैनहरू छ हैन। यो देख्नु भएको छ, यसरी जैन यस्तै आउँछ हैन। अनि यसलाई त्यसरी बनाउँदै जाने। यसको चाहिँ पानीको धारा चाहिँ यो हो। तपाईको हलप चारवटा याद आउने पानीको पाइप चारवटा राख्ने हैन। यसरी निक्लिँदैछ साथी हो। अनि यसको यो साताहरू यसरी छ। यो जैन हो। यो चाहिँ सट्टै हल्का राउन्ड हानेको छैन। यसको त्यो डिजाइन यसरी निकाल्नु पर्ने छ एकटा परदेशमा यसरी यसको डिजाइन सक्कल हो, नभए चल्दै चल्दैन हैन। यसरी चट्टै हेर्नु त यो सानो घेरा यसरी आएको छ। यो त चट्टै हेर्नुपर्ने हुन्छ। यसरी छ हैन। यो त अहिले अलिक धुलै छ। यसलाई अलिक सफाइ गर्नु बाँकी छ, बनाइसकेको। हेर्नु त यहाँ देख्नुभयो यस्तो रहेछ साथीभाइ हो। देख्नुभयो त, यस्तोरी बनाउनु पर्ने हुन्छ। यो चाहिँ नेपालमा अब हामीले नेपालको लगभग 1.5 लाख रुपियाँ पर्छ होला यो एउटालाई, एक पिसलाई। तर अब म आफै खोलेर चाहिँ नेपालमा यसलाई नेपालको 10-12 हजारसम्म चाहिँ मैले विपणन गर्दा चाहिँ कस्तो हुन्छ होला भन्ने मेरो एउटा इच्छा है। कोही कस्तो हाम्रो देशमा कतिको चल्छ चल्दैन यो साथीभाइ हो। यो चाहिँ हात धुने है, बेसन के भन्छ यहाँ त्यो मसाला भन्छ हैन। यो हात धुनेहरू है साथी हो। कतिको चल्छ चल्दैन सबैजनालाई सेयर गरिदिनु होला है त। म चाँडोभन्दा चाँडै अब आउँदैछु नेपाल, अनि यो काम खोल्नेछु है त। यो चिजलाई प्लास्टिक आफै बनाउँछु, आफै धेरैजनाले रोजगारी पनि पाउँछ यसमा है, आफूले पनि पाइन्छ है त साथीभाइ। सबैलाई सेयर गरिदिनु होला है। धन्यवाद।